ल हामी जर्मन टोलमा आइपुगेका छौँ। हाम्रो यता एडर बुवा हुनुहुन्छ अनि हाम्रो अध्यक्षज्यू यता हुनुहुन्छ अनि यता हाम्रो एडर बुवा हुनुहुन्छ र यता चाहिँ म छु। ल एडर बुवा आउनुहोस्। उहाँहरू चाहिँ जाँदै हुनुहुन्छ। हेर्नुहोस् हेर्नुहोस् के छ दाजु खबर एकदम ठिकठाक ठिकठाक छ। अहिले कसकोमा आउँदै हुनुहुन्छ? हाम्रो मेन कुमारजीकोमा हामी प्रार्थना गर्न आएका छौँ। ओके यहाँ चाहिँ समथिङ गडबड के भयो भनेर हामी आएका छौँ। आज हामी सबै ठिक गरेर जानेछौँ। दस है यो यो चाहिँ फेरि सिपालुले मात्रै नि फेरि नभएको नभए यो त चुट्टिएर थिएँ। अब यसलाई यति पुगेपछि अनि यो प्लाई राखेर यो ढुङ्गाले थिच्ने यहाँ पानी जान्छ त्यहाँबाट वेस्टमा लाने पुरै सुकाएर हैन यसलाई यहाँ चेप्ने अनि यो त्यहाँलाई जगले चेप्ने हजुर फेरि अझै पानी गइसकेपछि निकालेर उहाँ लाने अनि एक एक पिस गरेर निकालेर अनि यो टिनमा टाल्ने हजुर टिनमा टालेर अनि उहाँ लगेर सुकाउने बल्ल त्यहाँ नेपाली कागज बन्छ। ल सुझावको लागि धेरै धन्यवाद। यस्तो गरेर पढाउनु पर्ने रहेछ। त्यहाँकै बेड यो हाम्रो अशोक भाइकै कला हो। त्यो जमानामै बनाएको उसले हैन यो फोल्डिङको यहाँ सुरुवातै नहुँदाखेरि बनाएको त्यतिखेरको अवस्थामा बनाएको यो गुराँसको बुट्टाहरू हेरौँ न फुलको बुट्टाहरू काटेको यस्तो बुट्टाहरू गुराँस है। अनि यहाँ चाहिँ अब तपाईँको यसरी बस्नु नि भयो। तपाईँलाई बस्न कस्तो म्याचिङ गरेको क्या फेरि सोफा आयो विशेष परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। यो छुटेको छ होइन आफ्नो नभए पनि अरूको जुटेको छ। परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। रमाइलो हुँदैछ। अब टक गयो होइन यसरी गयो ट्याक 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 गयो होइन अब गएर यहाँ गऱ्यो भने यहाँ पढिरहेको पाउनुहुन्छ होइन। अनि यता अन द स्पोट गयो भने यहाँ हामी यसरी यसरी सबै पाइन्छ। दीक्षा बहिनीको रहेछ यता है। उहाँ चाहिँ दीक्षा बहिनी होइन। अनि के अरे अब अहिले रञ्जित भाइ हुनुहुन्न हजुर उहाँ उता जानुभएको छ होइन। हाम्रो रञ्जित भाइ हो यहाँ छ ए भाइ है हो भाइ हो उता लास्ट चाहिँ हेर्छ हुँदो रहेछ नि त हौ। यता 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 फोटो यहाँ वाउ यो यता 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 कता पनि छ। यति ह्यान्डसम भाइ ब्युटिफुल बहिनी। रोहित भाइ के अरे रञ्जित भाइ यता हेर्नु आउनु। हेलो स्वागत छ। आउँदैन कि क्या हो तपाईँलाई? सात हजार हामी जर्मन टोलमा आइपुगेका छौँ। हाम्रो यता एडर बुवा हुनुहुन्छ अनि हाम्रो अध्यक्षज्यू यता हुनुहुन्छ अनि यता हाम्रो एडर बुवा हुनुहुन्छ र यता चाहिँ म छु। ल एडर बुवा आउनुहोस्। उहाँहरू चाहिँ जाँदै हुनुहुन्छ। हेर्नुहोस् हेर्नुहोस् ल मकै पनि यति मजाको यहाँ आम्मामा सरर यस्तो दामी आइरहेछ। उहाँहरू जाँदै हुनुहुन्छ हाम्रो मिन कुमार दाजुको घरमा होइन।
के छ दाजु खबर एकदम ठिकठाक ठिकठाक छ अहिले कसकोमा आउँदै हुनुहुन्छ हाम्रो मेन कुमारजीकोमा हामी प्रार्थना गर्न आएका छौँ ओके यहाँ चाहिँ समथिङ गडबड के भनेर हामी आएका छौँ आज हामी सबै गएर जानेछौँ आमेन ओके देखो हुनुहुन्छ नेपाली कागजको यहाँ। कम्पनी फ्याक्ट्री पो छ है यो चाहिँ नेपाली कागजको फ्याक्ट्रीहरू यहाँ यसरी बनाउँदै हुनुहुन्छ सबै कागज सुकाएको कागजको फ्याक्ट्री त्यता हो सबै कागजको नेपाली कागज है हो यसरी बनाइन्छ नेपाली कागज भक्कै ल त यहाँ यो नेपाली कागज नेपाली कागज हेर्नु उहाँले यसको प्रोसिजर हेर्नु अब यसरी यो राख्यो नि होइन अब यहाँ हेर्नुहोस् फ्याक्ट्री यहाँ राख्नुहुन्छ उहाँले अब यो सारेर अब त्यहाँ यो यो जुन औषधि छ नि यसलाई के पो भन्छ औष- लोक्ता के भन्छ लोक्ता है लोक्ता यो औषधि भन्दा नि लोक्ता कागज बनाउने यो हिमाली भेगतिर पनि पाउँछ कि यता झापातिर त पाइँदैन होला यो त पाइँदैन है लेख्न मात्रै उहाँले आज यो दाजुले यो आज दिनभरिमा बनाउनु भएको हो धेरै यहाँ त कति पिस होला है 350-400 पिस आउँछ यता हाम्रो हाँस्दै हुनुहुन्छ यहाँतिर हाम्रो यहाँ पास्टर बा यहाँ हुनुहुन्छ प्रोसिजर चाहिँ यता आउनु न ल त यहाँ हेरौँ त यहाँ प्रोसिजर चाहिँ अब हेर्नुहोस् यहाँ कसरी भन्छ अब यो ठ्याक्कै डुबाउनु हो अब यहाँ चालेर त्यसो गर्नुपर्दो रहेछ पुरा फेरि एकचोटि होइन दुईचोटि होइन अब लगभग ट्याक्क खाने होइन खोलेर त्यसलाई चाहिँ ए तत्कालीन हुँदो रहेछ है यो अब यो चाहिँ फेरि सिपालुले मात्रै नि फेरि नभएको नभए यो त चुट्टिएर थिएँ अब यसलाई यति पुगेपछि अनि यो प्लाई राखेर यो ढुङ्गाले थिच्ने यहाँ हजुर। अनि पानी जान्छ त्यहाँबाट वेस्टमा लाने पुरै सुकाएर होइन यसलाई यहाँ चेप्ने अनि यो त्यसलाई जगले चेप्ने हजुर फेरि अझै त्यो पानी गइसकेपछि निकालेर उहाँ लाने अनि एक एक पिस गरेर निकालेर अनि यो टिनमा टाल्ने हजुर टिनमा टालेर अनि उहाँ लगेर सुकाउने उहाँको बल्ल त्यहाँदेखि नेपाली कागज बन्छ सुझावको लागि धेरै काम धन्यवाद गर्नुभएको चाहिँ कति साल हो होइन भएको छैन 7-8 महिनाको हो 7-8 महिना 7-8 महिनामा हेर्न यस्तो सिपालु बन्नु भइसकेछ कस्तो दामी है यो टिममा चाहिँ यस्तो हुन्छ उत्पादन यो तयार भइसकेको है दाइ वाउ तपाईँको सोफा भनेर म चाहिँ सोचिरहेको थिएँ हो। अनि यहाँ चाहिँ तपाईँको चाहिँ फेरि अब अघि यो त बेड हो नि भन्नुहुन्छ अनि कसरी बेड रहेछ भनेको त कस्तो रहेछ हेर त यस्तो गरेर पढाउनु पर्ने रहेछ त्यहाँकै बेड यो हाम्रो अशोक भाइकै कला हो त्यो जमानामै बनाएको उसले होइन यो फोल्डिङको यहाँ सुरुवातै नहुँदाखेरि बनाएको त्यतिखेरको अवस्थामा बनाएको यो गुराँसको बुट्टाहरू हेरौँ न फुलको बुट्टाहरू काटेको यस्तो बुट्टाहरू गुराँस है वाउ नेपाली पत्ताहरू त हेरौँ न साँच्ची नै ओरिजिनलै पो देखिएको छ त हो यो यस्तो रहेछ है अनि यहाँ चाहिँ अब तपाईँको यसरी बस्नु नि भयो तपाईँलाई बस्न कस्तो म्याचिङ गरेको क्या फेरि सोफा आयो नयाँ है नयाँ अब अरूहरू आइपुग्नु भएको छैन होला यहाँ हाम्रो लक्ष्मी बहिनीले अनि कस्तो गर्नु हुँदैछ नयाँ घरमा सरेकोमा कस्तो भन्नु होइन विशेष परमेश्वरलाई धन्यवाद दिन चाहन्छु यो छुटेको छ होइन आफ्नो नभए पनि अरूको जुटेको छ परमेश्वरलाई धन्यवाद दिन चाहन्छु रमाइलो हुँदैछ अब टक्कसँग यहाँ निस्केछ बाथरुम पनि यतै यहीँ छ ए यहाँ रहेछ त्यहाँदेखि माथि चढ्यो भने हाम्रो दीक्षा बहिनीको होइन यहाँबाट यसरी आउनु त गयो होइन यसरी गयो ट्याक 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 गयो होइन अब गएर यहाँ गऱ्यो भने यहाँ पढिरहेको पाउनुहुन्छ होइन अनि यता अन द स्पोट गयो भने यहाँ हामी यसरी सबै पाइन्छ हाम्रो दीक्षा बहिनीको रहेछ यता है अनि खोइ हाम्रो खोइ नानी ए उता लुगा उहाँ चाहिँ दीक्षा बहिनी होइन अनि के अरे अब अहिले रञ्जित भाइ हुनुहुन्न होइन उहाँ उता जानुभएको छ होइन अनि उहाँ एकदमै हाम्रो रञ्जित भाइ हो यहाँ छ ए भाइ है हो भाइ हो
उता फोटो लास्ट चाहिँ हेन्डसम हुँदो रहेछ नि त हौ यता 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 फोटो यहाँ यता वाउ यो यता 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 कता पनि छ आम्मा, यति ह्यान्डसम भाइ ब्युटिफुल बहिनी रोहित भाइ के अरे रञ्जित भाइ यता हेर्नु आउनु हेलो स्वागत छ एउटा बुवा यहाँलाई स्वागत छ स्वागत छ स्वागत छ हाम्रो पछि पछि आउनु भएछ है यहाँ भान्जी तराइरहेको छ नि यता फेरि भाइ होइन त एप साप तपाईँलाई नि यो थाहा रहेछ त नि। म होइन म एकदमै म्युजिक प्रेमी हो अब पहिला निकै बाँसुरी चाहिँ हाम्रो मेरो बाउले चाहिँ एकदम बजाउँछ फेरि अनि पहिला चाहिँ केको बाँसुरी थियो भने नि तपाईँको सिल्भरको बाँसुरी थियो क्या हाम्रो घरमा सिल्भरको बाँसुरी र अनि त्यो यस्तो हुँदैन हार्मोनियम मचे भए दामी थियो नि दुईवटा बिना होइन हौ त्यो गर्दै बस्ने क्या बाँसुरी त्यही छ हो त्यो यो त अशोक भाइले त नि होइन आउँदैन कि क्या हो तपाईँलाई कस्तो भयो बजाउनु न 7,000 कुन चाहिँ हो यो भनेपछि यहाँ जम्मा जम्मी कतिको भयो यहाँ